ठाउँमा लुम्बिनी गेट यतिबाट जाने हामी। हेलो गाइज, वेलकम छ माई युट्युब च्यानलमा। के गर्दै हुन्छ, कसो गर्दै हुन्छ? सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। धेरै दिनपछि भिडियो लिएर आएको छु, हेरिदिनु होला कस्तो लाग्छ। अनि न्यू साथीहरूले सब्सक्राइब गरिदिनु होला, अनि भिडियो हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। आज परेदेखि फेरि पर्सा आउँदै हामी चाहिँ भैरवातिर, हामी भन्नाले म यहाँ गाडीमा धेरैजना अब चिन्ने छैन। यतातिर सब इन्डिया हो कि सेम इन्डिया जस्तै छ कि नेपालीहरू देख्न पाइन्न। हेरिदिनु होला भिडियो लास्टसम्म सबैले। यहाँ पुल बन्दैछ, ब्रिज बन्दैछ। बिल्कुल सही कुरो। बनाउँछ भन्नु होला है, तर म यस्तै छ बाहिर पुग्न पाउँदैन, नथुनी गएको छैन। अनि फुर्सद दिँदै छैन, त्यही त रुमतिर आउँदा यसो फोटो भिडियो बनायो राख्यो, त्यस्तै छ। भन्नु नजाँदै भिडियो राख्न पाइएको छैन। धेरै दिनपछि बल्ल आज भिडियो बनाएको। त्यही पर्छ चोक, हामी ठ्याक्क पर्छ चोकमा आइयो। पर्सा चोक हाम्रो एउटा भिड छ अहिले। कस्तो कुमाल छ। हामी बस्ने जाने गाडी आयो, पक्र होला। यहाँदेखि यहाँ स्टे भयो होला। बजारदेखि हिँड्ने होला, हामी पर्सा चोकदेखि हिँड्यो, भयो भने जोडेर यो फेरि लुम्बिनी आउने। बुद्ध चोक आएर अब जुस खान थाल्यो। अब जुस खान पऱ्यो, त्यसपछि होटलतिर लाग्ने हो। चाचाले पेलिरहनु भएको छ, अब चिसो भएर होटलतिर लागिन्छ गर्मी ठाउँमा। एहे रहा नहीं जाता, तड़प ही ऐसी है ना। लुम्बिनी गेट यतिबाट जाने हामी। बाटोमा आइयो, अब अबको खाइन्छ, त्यसपछि होटलतिर लाग्ने हो। अङ्गु खेलिरहेको गाइस, दामी लाग्यो। होटलको गाडी चढिन्छ, त्यसपछि देखाउँछु साथीहरू भिडियोजहरू। त्यस्तै छ जिन्दगी।
फार्म रोड धेरै दिनपछि आइयो बुटोलतिर। अब गर्मी सुरु छ, गर्मी हो अब चढेको छ, गाह्रो छ त्यसलाई। अब गर्मीले मार्छ, फेरि भोलितिर फेरि फर्किहाल्ने हो। अब के गर्ने, छुट्टी पाइँदैन, आउट अब 1 दिन हो 2 दिन, त्यस्तै छ अवस्था। ल म पनि बुद्ध चोक आइसकेँ। अब बुद्ध चोकबाट बुटोल जाने गाडी चुन्नु पर्यो। ए यो बुद्ध चोक, अब यता जाने हो बजार। बुद्ध चोकमा आएर बसिरहेको, गाडी पाइया छैन, गाडी अझै आएको छैन। उहाँ छ, त्यही गाडी हो जाने बुटोल। गोर्डेन गाडी चढ्थ्यो। हुन्छ साथीहरू, म बुटोल उत्रिसकेँ, कोठा जाँदैछु। उज्यालोमा हिँड्यो, मधुरामा रुम पुग्यो, भोलि गइहाल्ने हो। अरू सबै ठिकै छ। ल बाइक कस्तो लाग्छ भिडियो त्यस्तै प्रतिक्रिया दिनु होला, हेरिदिनु होला।